मान्छेको नाम के अरे? समीर ओ दिदी ओ भ्लगर दिदी Bakal tuh Alright, so hello guys, welcome back to my channel. This is me with Sam. So म अर्को ब्लग लिएर फेरि आइसकेको छु and here our bike is ready. हामी जाँदैछौँ पिकनिकै हो हुन त, तर हामी एउटा सर्ट राइड पनि घुम्न सक्छौँ. हामी सबजना बाइकमा जानेवाला छौँ. सो माई बाइक इज रेडी. सो अब कोल स्टार्ट गरेर म हेलमेट्स लाउँछु एन्ड गोप्रो सबै कुरा रेडी छ. सो पहिला कोल स्टार्ट गरौँ. 0 सो 1 2 3 4 5 6 7 8. सो कोल स्टार्ट. फर्स्ट कोल स्टार्ट. So here we go. All ready. So सुरु गरौँ. So finally guys, वार्म भइसकेको छ बाइक and we are all set. पहिला हेर्दै अब एउटा साथमा पिक गर्नुपर्ने हुन्छ है. सो पहिला त्यो लोकेसन हेरेर अनि त्यसपछि सर वेलकम वेलकम. ए 5 बजे भनेको कति बजे अरे त भने 6 बजेर 15 मिनेट भयो. अनि तपाईले बनाउनु भयो. त्यो त म त यता नजिक आउला है, म त नजिक आउला है. उयो नि होइन ए बिकल दाइ साँच्चीकै बोकेर आउनु भएको छ त बिकल दाइ. के हो बिकल दाइ को हो यो बिचारा यो कुडिया के गरेको यस्तो बिचारा के छ भान्जी यो कुरा डबल छ त्यसले बोक्छ. मेरो चाहिँ कसको छ ब्यानर सेनर छ. बाइक छ नदी को बाइक छ खै त्यो लाइभ लोकेसन हेर्नु. मेरो लाइभ लोकेसन वाला ओहो दो ओहो हान्नुको लागि रहेछ नि त. आउ. सँगसँगै आठ पनि बसेको. सो फाइनली अब मलाई जो सब्सक्राइब गर्दैन म त्यसलाई कपी दिन्छु. सब्सक्राइब नगर्नेलाई म कपी दिन्छु. ए 10 वटा आउँछ. सब्सक्राइब नगर्ने होइन सबैजनाले तपाईँको भक्तको नाम के भन्नु? मेरो विचामी कतिजना आउनु भएछ? सबैजनालाई खोइ टिभी छोरा ल्याउनु भएन? खोइ हाम्रो एउटा सर्खै गयो. कहाँ हुनुहुन्छ? गर्लफ्रेन्ड लिएर आउनु भन्नुभएको होइन यो चाहिँ कहाँ राख्ने हो? यो कहाँ राख्ने? बोक्नु न कस्तो सुहाएको छ म्याथै हातमा उता गुगल पिक्सल उता क्यामेरा डटको हेर्नु चिया विकल सर. अनि आज फेस रिभिल गर्ने होइन तपाईँले? यो मान्छेको नाम के अरे? समीर.
चिने अब बाइकको झुन्याएको छ भन्दैमा त्यसरी लिएको हुन्छ यो त बाइक बाइक हुन्छ उसले उसको भन्दै छ नि त्यसो पछि हो मान्छेहरू आउँदै फर्किँदै गरिरहेको कुन टोलीको हो यो जम्मा भनेर कुन पार्टीको जम्मा भयो हामी त आफ्नै पार्टी खोल्यो नि हुन्छ हामी पुग्छ मान्छे पुग्छ यो हाम्रो पार्टीको नाम चाहिँ यता उस छ उस हो त्यो उसमा भोट हाल्नु है सबजना उसमा भोट हालिदिनु होइन हाम्रो के भन्छ पार्टी टिम पनि उसले हो चाहिँ त्यो चिन्ह चाहिँ त्यो पर्सि आउँछ आरामले आउँछ ए त्यो वाला पर्सि पर्सि आउँछ टिभी सर अगाडि बस्नु दिनु अनि सबै टिभी सरको पछाडि पछाडि गयो भने सजिलो हुन्छ क्या निस्किने खै कुन तेल हालेर आउँछ निस्किने अब जाने अब धेरै कुद्नु अगाडि भने टिभीसरको पछाडि म बसेको थिएँ नि त नत्र निकालिदिइहाल्छु फेरि दिदी ओ दिदी ओ दिदी ओ भ्लगर दिदी कस्तो क्युट आँखा हेर्नु न होइन गाइस केटा नै हो माथि पर्दैन होला ल हिउँ खेल्ने कि हिउँ खेल्ने हो सो यहाँ
होइन पहिला पानी पर्छ नि पो हिउँ पर्छ त ओइ के 1700 वाला चाहिँ अलिक घाटै भइगयो फाइदा चाहिँ भन्नु न एक्स्ट्रा डोज पानी सहित पर्यो मलाई चाहिँ फाइदा छैन होइन केही छैन फाइदै छ ल कस्तो भन्दा यस्तो हो अब जमजम यस्तो चिप्लो बाटो भइसकेछ गाइस हैन मे पानी के हो रिभिलमा हामीले फेस रिभिल बच्चैबाट रिभिल हो खाना पकडी बोलाइदिउँ यहाँ पुरै हजुर ब्लग चलिरह ब्लग छ भने होइन केही त लुकाउनु भयो तैँले हात पछाडि केही त लुकाउनु भएको छ के कसो गरौँ यतिकै राखिस अब चाहिँ हामी माथि जानु पर्ने हुन्छ होइन चट्टा लाएर जाउँ सो गाइज मलाई धेरै बोल्न आउँदैन त्यही कारण म उहाँको भिडियो हालिदिन्छु ल हामी चाहिँ यहाँबाट अगाडि जानुपर्ने हुन्छ हामी चाहिँ यहाँबाट इन्ट्री हानिसकेका छौँ गाइज होइन धर्म स्तूप ललितपुर बुद्ध जयन्ती कोष ललितपुर र धर्म स्तूप ककनी हामी चाहिँ चट्टा लाएर ककनी आइसकेका छौँ यो ललितपुर हो कि यो नुवाकोट सो फाइनली ककनी आइसकेको छ अब माथि चढ्नुपर्ने हुन्छ होइन मेरो लेन्समा हल्का पानी आएको छ म यो फुकालाई छैन धेरै चिसो छ है सो यो यस्तो गेट ठ्याक्कै एन्ड अब हामी अगाडि जाने सामसँग सस्तो यात्री ब्लग छ विकल्प ब्लग अगाडि गइसक्यो त्यसपछि के भन्छ युआरजी ब्लग छ विजय ब्लग छ अनि अझै के छ बिर्स्यो यति धेरै ब्लग छ कति याद राख्नु होइन दिदी ब्लग छ अनि यहाँ सस्तो यात्री ब्लग अगाडिबाट ब्लग बनाउँदै म ब्लगमा आएर फेमस हुँदै सो गाइस सस्तो यात्रीको फेस रिभिल यहाँबाट चाहिँ अगाडि जानुपर्ने हुन्छ त्यसपछि पुगिसकेपछि अब मेनुमा होइन यसको क्वालिटी लो छ त्यही कारण निलो बनाइहाल्छु जापानिज वाला कुरा नगर्नु न तपाईँ भन्दा पैसा छ कि यहाँ यसो हेरेर आउँछ नि भन्छ है हजुरलाई सो फाइनली अब हामी क्या सक्दैन तर मेरो फेस रिभिल बाँकी छ तपाईँले 3टा ब्लगर पुग्यो 3टा प्लगर सब पलम्बरहरू ए उहाँले लग्नु न उहाँले राम्ररी आउँछ पलम्बर हो कि ब्लगर त के भन्नु है मैले कि सानो होइन म त ब्लगर भए काकेर बिग्रियो भने फेरि के भन्छ होइन के पाकिरह यस्तो सबजना एहे म त खाना पाकेन क्या हो भने सोचिरह यी हामीसँग कुकहरू कतिजना छ 1 2 3 4 5 6 जना मिलेर एउटा सिटी लगाइराख्नु भएको छ ओहो चिया आइसक्यो चिया हाम्रो यो खाली हो अहिले अब यसमा प्याक हुन्छ एकछिनपछि सो गाइस फाइनली अब चिया आइसकेको छ है सो अब सबजना चिया खाँदै हुन्छ या म नि अब चिया लिदिउँ एउटा चाय होइन गोरो भइसकेको छ नुहाएर छ चियाले त
ट्रिपल खाइ पुग्छ गोरो रहेछ त्यही त ओहो यसो चलाइदिनु त भयो बन्द गर्नु सो फाइनली गाइज हाम्रो चिया आइसक्यो सो फाइनली गाइज यहाँ हाम्रो ब्रेड एक चना है ओहो हाम्रो युआरजी ब्लग एकदम मोटो ब्लग भोट केमा घन्टीमा एमाले कार्यकर्ता तर साथीहरू होइन तपाईँहरू जति पनि जोसमा घन्टीमा भोट गर्नुहुन्छ नि तर हर्क साम्बाङ जतिको चाहिँ मलाई कोही पनि लाग्दैन साँच्चै भनेको यस्तो कराउँदैले गरेको पनि छ नि त होइन भन्नु न तर मेरो चाहिँ बेस्ट हर्क साम्बाङ हो है बेस्ट हो तर बढी बोलेर बेस्ट हो घन्टी भोट केमा घन्टीमा हो माटोलाई पनि हाल्नुपर्छ घन्टीलाई पनि हाल्नुपर्छ तर हर्क साम्बाङले के गर्यो भने उसले मात्र उसको माटोमा सबै म ह्यान्डसमको आन्टी यहाँ अन्डामा डिल भइरहेको छ हाम्रो फाइनली गाइज मैले चाहिँ 2टा अन्डा खानु पनि भयो है 1.5टा हजुर आधी पो बन्यो त यसो आज अर्को नि मिलाउनु त खुसीका 2टा टिप्नु ल म यसो गरेर गरेर चाहिँ छेल्छु आँखा सबैको दम मिलाएर 2टा लिदिउँ सो अब मैले चिटिङ गरे हो नि बिचमा पसे हो अघि अब खाएर चाहिँ आउँछु फेरि तपाईँलाई चिटिङ दो खाइसकेपछि ल बाबु गाना सुन्नुहुन्छ यस्तो नाच्ने मुडमा यार कता हाँसो मिठो कानमा छ मुन्द्रो सट गर्छ यो नवीन नवीनबाट आउनु पर्यो अब दुम्सी कपाल कालो छ चस्मा बिर्ख पर्यो खोइ कसको बसमा चस्मा कालै छ लुगा धेरै बढी नबोल ए बुङ्गा सानो नजिक परेली बुटुकै हुछुमा कालै छ लुगा धेरै बढी
10 वर्षमा बल्ल मुख फोरेको बल्ल मुख फोरेको यो मान्छेलाई खोइ कसले छोडेको नयाँ चाहिँ पुछुको झिम झिम साउ छोडेको परेली बुदुकै हुन्छु म छोडेको यो मान्छेलाई कसले छोडेको नयाँ चाहिँ पुछुको झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु म ए छम्मै चाल पानीमा है आँखा पर्यो नानीमा भन्दा नि राम्री छ को भन्दा के छौ रे को भन्दा जुन भन्दा नि राम्री छौ जिन्दगानीमा खोइ बजाको त्यहाँ सर यार खतरा ब्याटल चलिरहेको थियो तपाईँको त्यो कालो छोपी आउनु नाच्यौ न एकचोटि नाच्दै पुछुको झिम झिम सानो नाच्दै दाजुको हाँसो नै राम्रो छ हाँसो नै राम्रो छ आजको दिन हाम्रो छ दाजुले जोड्छु म झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु म यो हाँसो राम्रो छ यो हाँसो राम्रो छ हाँसो हाम्रो दिन हाम्रो छ दाजुले बुझ्छु झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु म झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु म अति भयो यो राम्रो छ हाँसो नै राम्रो छ अघिदेखि दाजुको आवाज नै छैन दाजुको देखि किरिस बाटो छ खैर बुझ्छु झिम झिम सानो नजिमको परेली बुदुकै हुन्छु म गीत गाउँछौ लएन तय छ के गीत गाएको यो हुँदैन भएछ भाइ बुझ्छु झिम झिम सानो नजिमको परेली बुदुकै हुन्छु म लएन तयको के गीत गाएको हुँदैन भएको माया बुझ्छु सानो नजिमको परेली बुदुकै हुन्छु झिम झिम सानो चिन्जान मेरो नाम समीर हो नमस्कार हेरौँ आज युनिटीको चमत्कार जयले बुझ्छु म झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु आइदेऊ न खेल्नलाई दोहोरी मजा आएन गाउनलाई एकोरी माया बुझ्छु म झिम झिम सानो नजिकको परेली बुदुकै हुन्छु म जाओस् आवाज जाओस् भनेको तपाईँ जाओस् होइन आवाज जाओस् न अब तिमी गाऊ आवाज जाओस् न तिमी गाओस् आवाज एकचोटि गएर आइसक्यो त
सर यताबाट आवाज आओस् न उताबाट मात्र उता जानु रे के उता नाले जुरायो जस्तो हुन्छ मेरो छोड्दिनु ए मादलुको दुईपट्टि भाङ पर्यो हामी आयौ सबजना दम पर्यो झिम झिम सानो नजिकौ परेली दुखै हुन्छु म दुईपट्टि भाङ पर्यो हामी आयो सबजना दम पर्यो माया नहुन्छु म झिम झिम सानो नजिकौ परेली दुखै हुन्छु म झिम झिम सानो नजिकौ परेली दुखै हुन्छु म ओहो घुम्न आयो नुवाकोट ककानी होइन हौ ककानी काम गर्ने रुँदै होलान् भकानी झिम झिम सानो नजिकौ परेली दुखै हुन्छु म नुवाकोट ककानी काम गर्नेले हुँदैछन् भकानी माया बुसुका झिम झिम सानो नजिकौ परेली दुखै हुन्छु म झिम झिम सानो नजिक तिमी ननाच्यो नि मैले नाच्छु हाम्रो नवीन सरले गाइएन गाइएन है जाओस् न यता छिटो सो गाइस फाइनली अब यस्तो छ है अहिले पुरै सिन चाहिँ यस्तो छ सबजना बाहिर मस्त अहिले भर्खरै पुरै अँध्यारो भइसकेको थियो म त्यतिखेरको क्लिप लिन चाहिँ बिर्सेँ है सो यस्तै छ पुरै कुहिरो लागेछ सबजना मस्त इन्जोय गर्दैछ म पनि ब्लग बनाउँदै इन्जोय गर्दै बसेको छौँ सो यहाँ अझै हाम्रो सरहरू हुनुहुन्छ मान्छे चिनेन मास्क खोल्नु पर्यो मास्क खोल्नु पर्यो मान्छे चिनेन है ल ओहो तिमी धीरज तर समीर बाबु शाह So finally, this is what we got. एकदम मिठो छ नि सर. So alright, so guys, finally this is the view point. अहिले यस्तो धेरै कुहिरो लागेछ हैन. यहाँ ब्लगर छौँ हामी सबजना. हेलो प्लम्बर साथी सन्चै हुनुहुन्छ? बिल्कुल ओहो यसरी नि सन्चै हुन्छ सो यहाँ सस्तो ब्लग राम के हो एकैछिन भर्खरै अहिले घाम थियो भर्खरै यस्तो भइसक्यो है यस्तो होसेमा यहाँ गर्लफ्रेन्ड बोयफ्रेन्डलाई एकदम सजिलो हुँदो रहेछ कसैले पनि देख्दैन ऊ तल ऊ हिँड्दै हेर नि यहाँ त्यहाँ बिचमा ओए कस्तो भइरहेछ रमाइलो भइरहेछ एकदम सेक्सी रमाइलो भइरहेछ जाडो चाहिँ है त के छ जाडो भइरहेछ कि एकदम जाडो नै छ तर रमाइलो छ यस्तो सेक्सी फिल आइरह ओहो तपाईँ गुगल पिक्सल हो यसो दुबईबाट ब्लग हुँदैछ हैन गुगल पिक्सल गोप्रो कुन हो तपाईको मेरो गोप्रो कुन यो गोप्रो नाम होला नि ए नाम यसको नाम गोप्रो नै हो अझ गोप्रो
मेरो नि गुगल पिक्सेल हो ए मोबाइल मोबाइल रमाइलो छ मोबाइल मेरो के हो थाहा छ मोबाइल बेलामा चाहिँ आउनु होला है हजुर हजुर एकदम आउनु होला एकदम चिसो चिसो ठाउँ छ म बन्द गरौँ कि एकजना रहन्छ भ्लगर तपाईँलाई भ्लगर बन्नु मन लाग्दैन भ्लगर बन्नु मन लाग्दैन भकलल भकलल भगल ए त भगल आउँछ नि भकल आउँछ भगल त त्यस्तो ए फोटो हामीले के गर्छ हामी आउने सो फाइनली यस्तो वाउ फिलिङ आइरह एकदम वाउ सिन वाउ भ्यू ककनीको टप भ्यू पोइन्ट यस्तो राम्रो छ यस्तो बस्न पनि मिल्छ है यहाँ बसेर घुम्ने ठाउँ छ तर भर पर्दा लागेन तर भर पर्दो नै छ तर घुमाउन मिल्दैन किनकि त्यहाँ त्यो बाँधेको छ त्यो साइड लक रहेछ यो हुन त राम्रै छ यहाँ हाम्रो अर्को राइडर आइसकेको छ झन् त्यो पछाडिको त कति कालो छ हेर्नु न पछाडिको काले दादा अनिस दादा सो गाइज तपाईँहरूले सब कुरा छोड्नु अनि यो ग्राफिक्स चेक गर्नु क्या खै तपाईँ पनि हट्नु हट्नु काम छैन सो यस्तो बवाल भ्यू है एन्ड ग्राफिक्स डेडपुलको पुरै सिक्सी बनाएको छ क्या तपाईँको होइन दाइ तपाईँलाई कस्तो फिल आउँदैछ त यस्तो ग्राफिक्स हालेपछि पुलिसबाट हेलो त्यो अहिलेको बाटो थियो नि सो उहाँ एकछिन फोनमा बिजी हुनुहुन्छ सो हामी बवाल हामी जहाँ जान्छौँ भिडियो फोटो क्लिकहरू गर्न बनाउन त्यहाँ नै कुहिरो लागिहाल्छ भने ओहो अब अर्को दुईवटा राइड आइसकेको छ चिनारी त राम्रो हुन्छ अघि रक्सी हालेर थाहा छ नि रे एनएसको पिकअप पुगेन नि एनएसको पिकअप पुग्दैन काम न्युट्रलमा छ न्युट्रलमा चिसो यस्तो चिसो छ कि के भनौँ अब त झन् यता बाटो देखिरहेको थियो है सो त्यो बाटो नि अब देख्न छोडिसक्यो क्या हामी कसरी फर्किने अब बाटो नै देखाएको छैन ल फेरि अर्को बाइक आइरह हाम्रै हो एनएस हो आऊ गाइज आऊ बाटो देखिरहेछ फाइनली ओहो नाच्दिम कहीँ देखिया छैन टिभी लामा जस्तो देखिरह मलाई देखेछ ल है गाइस ओहो बाप रे फुल टु फुल लाइनमा यस्तो लाइट नभएपछि मोबाइलको फ्ल्यासले ओहो गोरो रातो देखेछ नि गोरो क्या रातो देखेछ सो फाइनली गाइज दिस इज द एन्ड अफ दिस ब्लग सो अब हामीले खानासाना खाइसकेर अब निस्किन लाग्छौँ यहाँ लाइट छैन लाइट कटिसकेको छ म फोनले यसो त्यसमा लाइट हालेर अनि बोलिरहेको छ होइन सो अहिलेसम्म हेर्दै हुनुहुन्छ भने ब्लगलाई लाइक सब्सक्राइब च्यानललाई अनि सेयर गरिदिनु होला अनि कमेन्टमा के मन पऱ्यो के मन परेन भनेर भनिदिनु है सो भेटौँला फेरि अर्को ब्लगमा छिटै नै सो बाइ